यस्तो खालको सपना करोडौं व्यक्तिहरू मध्येमा सिर्फ एकजनाले देख्ने गर्दछ। जुन सपना तपाईले पनि देख्नुहुन्छ भने तपाई करोडौं मध्येको त्यो एउटा यस्तो भाग्यमानी व्यक्ति हो कि जसलाई चाहिँ यस्तो सपना देखा पर्यो भने तपाईले भुलेर झुक्केर पनि कसैलाई पनि नभन्नु र तपाईलाई यदि यो सपना देखा पर्यो भने तपाई बन्नुहुनेछ मालामाल। यो सपनाले चाहिँ तपाईको भविष्यमा चाहिँ तपाई करोडपति बन्ने संकेत हो। यो सपनाले चाहिँ तपाईलाई एकदम मालामाल बनाउँछ क्या जीवनमा। तपाईमा स्वयं ईश्वरको कृपा छ, स्वयं भगवान तपाईको दाहिने भएर बसेका छन्, लक्ष्मी माता स्वयं तपाईको दाहिने हुनुहुन्छ भनेर बुझ्नु होला। राधे राधे। पशुपतिनाथ बाबाले सबैको रक्षा गरून्, कल्याण गरून्। म तपाईहरुको साथी ज्योतिषी पूजा साधना। मेरो च्यानलमा तपाईहरु सबैलाई हार्दिक स्वागत गर्दछु। तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला र मसँग व्यक्तिगत रूपमा चिना टिप्पणी बनाउन हेराउन चाहनुहुन्छ भने 98 63 45 62 33 यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। र विशेष गरेर त्यो करोडौं लाखौं मान्छेहरु मध्येमा पनि एकजना त्यो भाग्यशाली व्यक्तिले मात्र देख्ने गर्छ यस्तो सपना। त्यो सपनाहरुको बारेमा मैले भन्छु, बिरलै हुन्छ क्या यो सपना देख्ने मान्छे, हैन? एकदम कम मात्र हुन्छ। यदि तपाईको कर्म र व्यवहार पनि गतिलो छ भनेदेखि चाहिँ तपाईले आफ्नो कर्म पनि राम्रो गर्नु पर्यो र सपनामा यो सपना देख्ने गर्नुभयो भने अवश्य नै तपाईको भाग्यमा चाहिँ श्रीरेखै छ भनेर बुझ्नु होला। तपाई करोडपति बन्नुहुन्छ क्या यो सपना देख्नु भने तपाईले कसैलाई पनि नबताउनु। पहिलो नम्बरमा तपाईले झरना अथवा गंगा धारा देख्नु है। गंगाको धारा झरर झरिरहेको झरना देख्नु र त्यो झरनाको पानी चाहिँ कलकल तपाईले पिउनु भएको त्यो देख्नु। यस्तो सपना देख्नुभयो भने तपाईको जीवनमा चाहिँ एकदमै आर्थिक उन्नति हुन्छ, प्रगति हुन्छ है। धन ऐश्वर्य तपाईले चिताएका कामहरुमा सफलता र विजय प्राप्ति हुन्छ भन्ने खालको संकेत हो। यस्तो सपना देख्नुभयो भने तपाईले कसैलाई पनि नबताउनु र आफ्नो सपना पूरा होस् भनेर आफ्नो इष्ट देवतासँग चाहिँ प्रार्थना गर्नुस्। र 2 नम्बरमा भगवानको दर्शन मिल्नु। यदि फेरि एकचोटी मात्र देखेर हुँदैन है, जिन्दगीमा 1-2 चोटी हैन कि बारम्बार देखिनु पर्यो के यस्तो सपनाहरु। तपाईले अब जस्तो कि राति सुत्ने बेला भगवानसँग सम्बन्धित नै चलचित्र हेरेर सुत्नुभयो अथवा त्यस्तै कुराहरुको परिकल्पना गरेर सुत्नुभयो र राति देख्नुभयो भने त्यसले केही पारेन हैन, त्यसको कुनै फल हुँदैन। तर तपाईले नसोचिकिन नि क्या, त्यसको कुरै नगरिकन नसोचिकन पनि बारम्बार तपाईलाई यस्ता सपनाहरु देखा पर्छन् भने चाहिँ तपाई मालामाल बन्नु हुनेछ भन्ने संकेत हो। 2 नम्बरमा भगवानको दर्शन मिल्नु। बारम्बार सपनामा चाहिँ भगवानको दर्शन मिलिरहन्छ भने तपाई एउटा एकदम भाग्यशाली र पवित्र आत्मा हो। पवित्र आत्मा जसको छ त्यो मान्छेले मात्र भगवानको दर्शन पाइरहन्छ क्या सपनामा। पवित्र आत्मा भएको मान्छे। अनि भगवानको दर्शन यदि सपनामा मिल्छ भने तपाईको जीवनमा चाहिँ सकारात्मक ऊर्जा पैदा हुन थाल्दछ। तपाईको सद्बुद्धि, सद्ज्ञान र तपाईको सत्मार्गको बाटोतिर तपाई लम्कनु हुनेछ। जब मान्छे सद्बुद्धि, सत्मार्गको बाटो जान्छ त त्यसै उन्नति प्रगति त भइ नै हाल्छ। अर्को 3 नम्बरमा हरियाली देख्नु। जस्तो हरियाली हैन, एकदम पाकेको हरियाली, अब बारी खेतहरु लटरम्म फलेको फूलहरु र फक्रेको फुलिरहेको फूलहरु देख्नु भने यो एकदमै शुभ सपना हो। तपाईले भुलेर पनि कसैलाई नभन्नु। तपाईको जीवनमा चाहिँ भाग्य उदयको संकेत हो। यो भनेको भाग्य उदयको संकेत हो है। अनि तपाईलाई धन प्राप्तिको संकेत हो। यो सपना कसैलाई पनि नभन्नु होला। र अर्को नम्बरमा सपनामा आफ्नो मातापिता देख्नु र आफ्ना मातापिताले चाहिँ तपाईलाई अझै दूध, दही अथवा जलपान केही गराइरहनु भएको छ भने यो सपना एकदम राम्रो। तपाईको मम्मी आमा बुवाको चाहिँ आशीर्वाद मिलिरहेको छ र तपाईले गर्न खोजिरहेको कामहरुमा तपाईलाई सफलता मिल्छ, विजय प्राप्ति हुन्छ भन्ने खालको संकेत हो। यो सपनाहरु बिरलै मान्छेले मात्र देख्छन्। त्यो कारणले गर्दा तपाईहरु मध्ये कसैले सपनाहरु बारम्बार देख्नुहुन्छ, अझै बिहान पख देख्नुहुन्छ भने यो एकदम शुभ हो। आफ्नो इष्ट देवतालाई
चाहिँ मेरो सपना पुरा होस्, यसको पुरा रूपमा चाहिँ सकारात्मक फल मलाई शीघ्र मिलोस् भनेर हजुरले प्रार्थना गर्दै अघि बढ्नु होला। अवश्य नै राम्रो हुन्छ भन्दै आजको बसाइबाट भने म बिदा हुन चाहन्छु। हस्त नमस्ते, राधेश्याम।